नमस्ते। हरेक वर्ष भर्नुपर्ने यो कार्यस्थल स्वास्थ्य र सुरक्षा सम्बन्धी रिपोर्ट अलि झन्झटिलो लाग्न सक्छ होइन त? तर चिन्ता नलिनुहोस्, आज हामी यसलाई कसरी एकदमै सरल र व्यवस्थित तरिकाले पूरा गर्न सकिन्छ भनेर हेर्नेछौँ। साँच्चै भन्नुपर्दा कार्यस्थलको स्वास्थ्य सम्बन्धी नियमले अनिवार्य गरेको यो रिपोर्ट धेरैका लागि हरेक वर्ष आउने एउटा टाउको दुखाइ नै बन्न सक्छ। तर एउटा राम्रो योजना बनायो भने यो काम सजिलै सकिन्छ। ल हेरौँ हामी यसलाई कसरी चरणबद्ध रूपमा अगाडि बढाउँछौँ। पहिले सुरुवात कहाँबाट गर्ने, त्यसपछि कुन फारम छान्ने, ए, बी वा सी, अनि मुख्य तथ्याङ्कहरूलाई कसरी बुझ्ने र अन्त्यमा यो रिपोर्ट सङ्ख्या मात्र होइन त्योभन्दा बढी के हो भन्नेबारे कुरा गर्नेछौँ। ल सुरु गरिहालौँ। पहिलो चरणमा हामीलाई चाहिने आधिकारिक फारमहरू कहाँबाट पाउने र तिनलाई कसरी ठिकसँग तयार पार्ने भन्नेबारे कुरा गरौँ। यी फारमहरू रोजगार, श्रम र सामाजिक संवाद सम्बन्धी सङ्घीय सार्वजनिक सेवाको वेबसाइटमा पाइन्छ र यो वर्ड फाइलहरू हुन् जसलाई सिधै भर्न सकिन्छ। तर एउटा एकदमै महत्त्वपूर्ण कुरा, फारम भर्नु अघि नै त्यसलाई आफ्नो कम्प्युटरमा सेभ गर्न नबिर्सनुहोस्। भर्दाखेरि एउटा फिल्डबाट अर्कोमा जान ट्याब की प्रयोग गर्न सकिन्छ अनि टेबलमा नयाँ लाइन थप्नु परेमा सबैभन्दा अन्तिम सेलमा गएर ट्याब थिच्नुभयो भने भइहाल्छ। अब यो स्लाइडमा एउटा यस्तो जानकारी छ जसमा विशेष ध्यान दिनुपर्छ। यो एउटा चेतावनी हो। यदि तपाईले सुरक्षित वर्ड फारम भर्नुभयो र त्यसपछि केही थपघट गर्नलाई सुरक्षा हटाउनुभयो भने तपाईले पहिले भरेको सबै डाटा हराएर जान्छ। त्यसैले यो काम सुरु गर्नुभन्दा पहिल्यै नै गर्नुहोला। अब आउँछ पहिलो चुनौती, ए, बी र सी मध्ये कुन चाहिँ फर्म छान्ने। यो कुरा तपाईँको संस्थाको संरचनामा भर पर्छ। ल हेर्नुहोस्, यहाँ एकदमै स्पष्टसँग देखाइएको छ। फार्म ए चाहिँ विभाग नभएका एकल आन्तरिक सेवा भएका संस्थाहरूका लागि हो। फार्म बी भने विभागहरू भएका अलि ठूला संस्थाहरूका लागि र फार्म सी चाहिँ एउटै साझा सेवा प्रयोग गर्ने रोजगारदाताहरूको समूहको लागि हो। एकदम सरल छ होइन त? ल अब तेस्रो खण्डतिर लागौँ। यहाँ हामी तथ्याङ्कको कुरा गर्नेछौँ जहाँ एकदमै ध्यान दिएर सही हिसाब किताब गर्नुपर्ने हुन्छ। अब रिपोर्टमा कर्मचारी सङ्ख्या भन्ने शब्द आउँछ, तर यसको मतलब कम्पनीमा कतिजना काम गर्छन् भन्ने सिधा गणना होइन। यो एउटा विशेष सूत्र प्रयोग गरेर निकालिने हिसाब हो जसमा तलब दिएको दिन र काम गरेको घण्टालाई आधार मानिन्छ। त्यसो भए यो गणना कसरी गर्ने त? यसका 3वटा चरण छन्। पहिलो, पूर्ण समय वा मानक आंशिक समय काम गर्नेहरूको लागि उनीहरूले वर्षभरिमा तलब पाएको कुल दिनलाई 365 ले भाग गर्ने। दोस्रो, 75% भन्दा कम काम गर्ने आंशिक समय कर्मचारीको लागि तलब पाएको कुल दिनलाई 2 ले भाग गर्ने। र तेस्रो, प्रशिक्षार्थी र विद्यार्थीहरूको लागि उनीहरूले काम गरेको कुल घण्टालाई 1750 ले भाग गर्ने। अन्त्यमा यी तीनवटैबाट आएको नतिजालाई जोडेपछि तपाईँको कर्मचारी सङ्ख्या निस्किन्छ। कर्मचारी सङ्ख्याको कुरा त भयो। अब रिपोर्टको अर्को एकदमै महत्त्वपूर्ण पाटो दुर्घटना तथ्याङ्क। यसको गणना चाहिँ कसरी गरिन्छ त? यो गणना गर्दा केही मुख्य नियमहरू छन् जुन याद राख्नै पर्छ। पहिलो, दुर्घटना भएको दिनबाहेक कम्तीमा एक दिन काम गर्न नसक्ने गरी भएका दुर्घटनाहरूलाई मात्र गनिन्छ। दोस्रो, एउटा दुर्घटनालाई एक पटक मात्र, त्यो पनि त्यसको सबैभन्दा गम्भीर परिणामको आधारमा गणना गरिन्छ। तेस्रो, वास्तवमा गुमेका पात्रो दिनहरू भनेको काम गर्ने दिन मात्र होइन, बिदाका दिनहरू समेत सबै दिनहरू हुन्। र अन्त्यमा काममा आउँदा जाँदा भएका दुर्घटनाहरूको रिपोर्टिङ छुट्टै खण्डमा गर्नुपर्छ। अब यहाँ एउटा सङ्ख्या देख्नुभएको छ, 7500। यो के हो? कुनै पनि घातक दुर्घटना वा स्थायी रूपमा पूर्ण असक्षम हुने घटना भएमा त्यसको लागि तोकिएको यो एउटा निश्चित दण्ड दिन हो र यसले तपाईँको कम्पनीको समग्र गम्भीरता दरमा ठूलो असर पार्छ। प्रतिवेदनले 2 खालको गम्भीरता दर हेर्छ। पहिलो हो वेग, जसलाई वास्तविक गम्भीरता दर भनिन्छ। यसले अस्थायी असक्षमताले गर्दा वास्तवमा कति दिन गुम्यो भनेर देखाउँछ। अर्को हो जेग, जसलाई विश्वव्यापी गम्भीरता दर भनिन्छ। यसमा चाहिँ वास्तवमा गुमेका दिनहरूमाथि अघि हामीले भनेको 7500 जस्तो दण्ड दिनहरू पनि जोडिन्छ। छोटकरीमा भन्दा वेगले तत्कालको असर देखाउँछ भने जेगले दुर्घटनाको दीर्घकालीन प्रभाव र गम्भीरतालाई मापन गर्छ। ल अहिलेसम्म हामीले तथ्याङ्क र सङ्ख्याको कुरा गर्यौं, तर यो प्रतिवेदन सङ्ख्यामा मात्र सीमित छैन।
अब हामी कार्ययोजना र मनोसामाजिक जोखिम जस्ता विषयहरूमा कुरा गर्नेछौँ। कम्पनीको आकार अनुसार गत वर्ष लागू गरिएका महत्त्वपूर्ण रोकथाम उपायहरूको एउटा न्यूनतम सङ्ख्या रिपोर्ट गर्नुपर्छ। जस्तै 50 जनाभन्दा कम कर्मचारी भएकोमा कम्तीमा 3 वटा उपाय र 50 भन्दा बढी भएमा कम्तीमा 5 वटा। यसमा तनाव कम गर्न चालिएका कदमहरू पनि समावेश हुनुपर्छ। विगतको कुरा मात्र होइन, प्रतिवेदनले भविष्यतर्फ पनि हेर्छ। यसमा आउँदो वर्ष अर्थात् 2026 को लागि तपाईँको वार्षिक कार्ययोजना के छ त्यो पनि खुलाउनुपर्छ। साथै एउटा समग्र रोकथाम योजना छ भन्ने कुराको पुष्टि पनि गर्नुपर्छ। अब खण्ड 7 को एउटा मुख्य पाटो हेरौँ, मनोसामाजिक हस्तक्षेपहरू। यहाँ 2 प्रकार छन्, अनौपचारिक र औपचारिक। अनौपचारिक हस्तक्षेप विश्वासपात्र वा रोकथाम सल्लाहकारले हेर्छन् र यसको उद्देश्य सल्लाह वा मेलमिलापबाट छिटो समाधान खोज्नु हो। तर जब अनौपचारिक प्रयासले काम गर्दैन वा उपयुक्त हुँदैन, तब आउँछ औपचारिक हस्तक्षेपको पालो। यो चाहिँ केवल मनोसामाजिक रोकथाम सल्लाहकारले मात्र हेर्छन् र यसको एउटा संरचित आधिकारिक प्रक्रिया हुन्छ। तपाईँले दिनुभएको डाटालाई अनौपचारिक हस्तक्षेपको प्रकार अनुसार पनि छुट्याइन्छ। जस्तै कतिवटा केसमा साधारण सल्लाह दिइयो, कतिमा तेस्रो पक्षलाई सामेल गराइयो र कतिमा सक्रिय रूपमा मेलमिलाप गराइयो। ल, अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। समापन गर्नुअघि अहिलेसम्मका सबैभन्दा महत्त्वपूर्ण बुँदाहरूलाई एउटा अन्तिम जाँच सूचीमा हेरौँ ताकि केही पनि नछुटोस्। सही प्रतिवेदनका लागि यी 7 कुराहरू सधैँ ध्यानमा राख्नुहोला। पहिलो, आफ्नो संस्थाको लागि सही फर्म ए, बी वा सी छान्नुहोस्। दोस्रो, भर्न सुरु गर्नुअघि नै फर्म सेभ गर्नुहोस्। तेस्रो, वर्ड फाइलको सुरक्षा हटाउँदा डाटा हराउँछ भन्ने चेतावनी नबिर्सनुहोस्। चौथो, कर्मचारी सङ्ख्याको लागि 3 भागको सही सूत्र प्रयोग गर्नुहोस्। पाँचौं, वास्तविक र विश्वव्यापी गम्भीरता दर अर्थात् वेग र गेग बीचको फरक बुझ्नुहोस्। छैटौं, गम्भीर दुर्घटनाको लागि 7500 दिनको दण्डबारे जानकारी राख्नुहोस्। र सातौं, विगतका उपायहरू र भविष्यका योजनाहरू दुवै रिपोर्ट गर्नुहोस्। अन्तमा, यो फारम भर्नु केवल एउटा कानुनी बाध्यता मात्र होइन। एकपटक सोच्नुहोस् त, तपाईँको 2025 को प्रतिवेदनले नियम पालना गर्नुभन्दा पर गएर तपाईँको कम्पनीको सुरक्षा संस्कृति र आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रतिको प्रतिबद्धताको बारेमा वास्तवमा के कथा भनिरहेको छ।